यो यात्रा हाम्रो न्यू जर्सी मन्दिर जाँदाको हो। हामीले बाटामा जाँदा लिएका केही भिडियोका क्लिपहरू। समरको टाइम भएकाले यहाँ सबै हरियाली, बाहिरको दृश्य एकदमै राम्रो थियो। हामी एकदम रमाइलो तरिकाले गइरहेको थियौँ। समय चाहिँ अहिले खाजा खान लागिरहेको छौँ रेस्ट एरियामा। हामीले चाहिँ खाजा घरबाटै बोकेको थियौँ अनि भोलिपल्ट बिहानै उठेर हामी मन्दिरतर्फ जाँदैछौँ सब परिवार। एकदमै त्यहाँ मानिसहरूको भिड पनि थियो। बाहिरी दृश्यहरू एकदम राम्रो, बसेर एकदम हेरिराख्ने जस्तो खालको थियो। अनि हामी भित्र प्रवेश गऱ्यौँ। भित्रको दृश्य उस्तै राम्रो, कुदिएर बनाएका मूर्तिहरू, एकदमै धेरै ठुलो मन्दिर एरिया, साह्रै राम्रो। म ड्याडी मम्मीसँग फोटो खिच्दै अनि हामी सबै फ्यामिली सहितको फोटाहरू मन्दिर एरियामा खिच्दै सबैजना एकदम रमाइलो तरिकाले मन्दिरभित्रको तस्बिरहरू कैद गरिरहेका थियौँ। यहाँ हात्तीको सानो बच्चाहरू भएको साह्रै राम्रो तस्बिरहरू थियो। अनि सबै मन्दिरहरू कुदिएर बनाएको मूर्तिहरू मात्रै थियो। सबै बाहिरी दृश्यहरू एकदमै रमाइलो, एकदमै राम्रो, एकदम भिड। अनि यहाँ चाहिँ सिन्कोधुपहरू बाल्नको लागि मजाले आफै त्यहाँनिर बत्ती पनि बलेको ठाउँ भएको ठाउँ थियो। सिन्कोधुपहरू बाल्नलाई सबैलाई त्यहीँनिर सेफ्टीसहित भएको ठाउँ। हामीले सबै भएर त्यहाँनिर सिन्कोधुपहरू बाल्यौँ, दर्शन गऱ्यौँ। बाहिरी दृश्यहरू यहाँ ड्याडी मम्मी पनि बाल्दै हुनुहुन्छ। यसरी नै पालो सिन्कोधुपले बालिदिएर पूजा गर्ने कामहरू यहाँ भइरहेको थियो। यसरी नै सिन्कोधुप बाल्ने काम भइरहेछ। अनि हामी टिकटक बनाउँदै रमाइलो गर्दै अब यहाँबाट फर्किने बेला भइरहेको थियो। त्यही गर्दै हामी चाहिँ बाहिर निस्क्यौँ। मेरो हस्बेन्ड र म टिकटक बनाउँदै हामी चाहिँ न्यू जर्सीबाट फर्कियौँ। यसरी हाम्रो 2 दिनको यात्रा सकियो।